हामीहरूले कसरी आफ्नो जीवनमा दुष्ट शक्तिलाई प्रवेश गर्ने बाटो दिइरहेका छौँ भन्ने बारेमा बोल्न चाहन्छु। समस्या त्यति बेला सुरु हुन्छ जुन बेला हामी हाम्रो फेथ विश्वासलाई मान्दैनौँ, जब प्रेयरले काम गर्दैन, जुन बेला हाम्रो स्पिरिचुअल पावर हामीले इग्नोर गर्छौँ र रियल गडको ठाउँमा अर्को स्रोतलाई हाम्रो जीवनमा बास बस्न दिन्छौँ, जसलाई आइडोलोटरी पनि भन्दछ। मैले नेपाल लगायत धेरै ठाउँहरू अनि मेरै सराउन्डिङको मानिसहरूले यस्तो इभिल स्पिरिटलाई आफ्नो लाइफमा आउन दिएका छन्। तीमध्येको एउटा एकदम डरलाग्दो कारणलाई चाहिँ अकल्ट भन्दछ। यो चाहिँ ल्याटिन वर्ड हो, यसको मतलब हिडन सिक्रेट हो, जसले चाहिँ प्यारानर्मल एक्टिभिटीको बारेमा नलेज दिन्छ। यसको मुख्य रुट भनेको भविष्य जान्न प्रयास गर्नु, अलौकिक ज्ञान खोज्नु र आत्मासँग सम्पर्क गर्ने प्रयासलाई यो ओकल्ट भन्छ। आजभोलि यो एकदमै कमन र इन्टरटेनमेन्टको सोर्स भएको छ। हामीहरूले सोच्नै छोडिसक्यौँ कि यसको अर्थ के हो। कसैले भन्छन् यो त रमाइलो मात्र हो, तर सबै रमाइलो कुराहरू स्पिरिचुअल्ली सेफ हुँदैनन्। यीमध्ये मैले मेन 7वटा मार्ग जसले हाम्रो शरीरमा दुष्ट आत्मालाई इन्ट्री दिइरहेका छौँ त्यो बारेमा भन्दैछु। नम्बर 1, हरोस्कोप अथवा राशिफल। हाम्रो दैनिक जीवन राशिफलको आधारमा सुरु हुन्छ। कतिपय बिहान एफएममा, रेडियोमा, हाम्रो पात्रता एपै छ आजकल, राशिफल हेरेर दैनिक सुरु गर्नुहुन्छ। राशिफल पनि तपाईँको लभ लाइफ, करियर अनि मुडको बारेमा हेर्नुहुन्छ। हेर्दा फन लाग्छ, तर तपाईँको स्पिरिचुअल साइड पनि छ जुन तपाईँले जान्नु जरुरी छ। पहिला कुरा गरौँ, वाट इज हरोस्कोप, राशिफल के हो। हरोस्कोप बेसिकल्ली एस्ट्रोलोजी हो। तारा, नक्षत्र, ग्रह हेरेर फ्युचर प्रिडिक्ट गर्ने प्र्याक्टिसलाई हरोस्कोप भन्दछ। धेरै मान्छेले चाहिँ यो जस्ट इन्टरटेनमेन्ट हो भन्छन्, तर हामीले तारा, ग्रह, नक्षत्रबाट गाइडेन्स खोज्नु हुँदैन। यो त हाम्रो स्पिरिटको नेगेटिभ स्रोत हो। यो हेर्दा इनोसेन्ट जस्तो देखिन्छ, तर यो एक प्रकारको डिभिनेसन हो। भगवानबाट भन्दा बाहिरी स्रोतबाट भविष्य थाहा पाउन खोज्ने, जसले तपाईँ हामीमा डर, एन्जाइटी र अन्धविश्वासतिर डोराउँछ। जस्तो तपाईँले आजको राशिफल पढ्दा ब्याड लक इज कमिङ भनेर लेख्या रहेछ भने तपाईँको पुरै दिन एन्जाइटीमा बित्छ, मनमा केही डर, त्रास लागिरहेको छ, तर त्यो फियर भगवानबाट आएको हुँदैन। यो एक स्पिरिचुअल ट्र्याप हो जसलाई हामी डेभिल भन्छौँ, जसले हामीलाई भगवानबाट डिस्ट्र्याक्ट गरिरहेको हुन्छ। तर तपाईँ हाम्रो भविष्य तारा, ग्रह, नक्षत्रको हातमा छैन, भगवानको हातमा छ। त्यसैले तपाईँ यो बिलिफ सिस्टममा हुनुहुन्छ भने आजैबाट ब्याड स्पिरिटलाई तपाईँको लाइफमा इन्ट्री हुन नदिनुहोस्। रिमेम्बर, हरोस्कोप डजन्ट कन्ट्रोल योर फ्युचर, गड डज। नम्बर 2, हात हेर्ने अथवा पाम रिडिङ। हेर्दामा हात हेर्ने काम राम्रो र रमाइलो लागे पनि यो ओकल्ट प्र्याक्टिसबाट आएको प्रथा हो, जसले हाम्रो स्पिरिचुअल ग्रोथलाई नराम्रोसँग असर पारेको हुन्छ। जब हामी हात हेराउँछौँ मजाकमै, तर ज्योतिषीले ब्याड लकको प्रिडिक्सन गरौँ भने हामी आफूलाई डाउट गर्न थाल्छौँ अनि त्यही ज्योतिषीको प्रिडिक्सनको अनुसार जिन्दगीलाई अगाडि बढाउँछौँ। त्यही डर र भयकै आधारमा कतिपय जीवनको डिसिजन पनि लिन थाल्छौँ। यसरी हाम्रो आत्मामा नेगेटिभ एनर्जी बिस्तारै स्निक हुँदै जान्छ अनि समाजले पनि भन्छ कि उसलाई ज्योतिषीले हेराउँदा यस्तो भनेको थियो, त्यसैको कर्म भोगिरहेको छ भनेर भन्छन्, जुन कुरो सत्य होइन, जुन डेभिललाई तपाईँले इजिली आफ्नो शरीरमा इन्ट्री हुन आफैले दिनुभएको परिणाम हो। नम्बर 3, स्पिरिचुअल मिडियम अथवा धामी झाँक्री अथवा मातालाई हात हेराउने काम। किन हामीले धामी झाँक्री अथवा माताकोमा गएर हात हेराउन अथवा उनीहरूलाई कहिले सम्पर्क गर्नु हुँदैन। जस्तो तपाईँ हाम्रो परिवारमा कोही एकदम नजिकको फ्यामिली मेम्बरको डेथ भएको छ भने अनि तपाईँहरू उहाँको आत्मासँग कुरा गर्न चाहनुहुन्छ भने तपाईँहरू त्यस्तो मान्छेकोमा जानुहुन्छ, माताकोमा जानुहुन्छ। इट साउन्ड्स एक्साइटिङ एन्ड मिस्टेरियस, तर यो एकदम खतरनाक स्टेप चाल्दै हुनुहुन्छ, जसले तपाईँको जीवनमा खराब र डर निम्त्याउन सक्छ। अनि धामी झाँक्री माता भनेको यस्तो व्यक्ति हुन् जसले मरेको आत्मासँग कुरा गर्न सक्छन्, प्रमिस द मेसेज फ्रम द डेड, अनि भविष्यका भिजनहरू पनि बताइदिन सक्छन्। एउटा दिदीले आफ्नो
मरेको हजुरआमाको भिजन देख्छिन् अनि झाँक्रीको अनि ती माताकोमा जान्छन्। अनेक थरीका फलफुल अक्षता धूप ब्लड सेक्रिफाइसको लागि कुखुरा खसी बोकाहरू सबै लिएर जान्छन् किनभने उनी एकदम हार्ट ब्रोकन र डेस्परेट भएकी छिन्। टेम्पररी केही समयको लागि भए पनि रिलिफ मिलोस् भनेर ती माताकोमा जान्छन्। तर ती माताहरूलाई पनि के थाहा हुँदैन कि आफूलाई डेभिलको वर्क गरेको छु भनेर। धेरै जस्तो यस्ता माताहरूले बिलिभ गर्छन् कि उनीहरू भगवान र भगवतीको लागि काम गरिरहेका छन्। अनि यही त सबभन्दा क्रेजी पार्ट हो। उनीहरू सोच्छन् कि उनीहरू गडसँग एन्जल आर्क एन्जलसँग काम गरिरहेका छन् भन्ने उनीहरूलाई लागिरहेको हुन्छ। अनि त्यो इन्फर्मेसन जुन उनीहरूले पाउने इन्फर्मेसन पनि त्यही भगवान भगवती एन्जल आर्क एन्जलबाट आएको हो भनेर। अवश्य पनि उनीहरूलाई लाग्दैन कि यो भूत प्रेत डेभिल शैतानबाट आएको इन्फर्मेसन हो भनेर। किनकि शैतानको काम नै डिसिभ गर्नु हो, धोका दिनु हो, छलकपट गर्नु हो, ब्रेन वास गर्नु हो। अनि तपाईँ हामी धेरै सजिलै उनीहरूको कुरामा एग्री हुन्छौँ किनकि ती माता धामी झाँक्रीले तपाईँ हाम्रो दिमाग नै अचम्ममा पारिदिन्छन्। उनीहरूलाई तपाईँको बारेमा, तपाईँको परिवारको सम्बन्ध, पर्सनल लाइफ, तपाईँको पास्ट फ्युचर को बारेमा सबै थाहा हुन्छ जुन उनीहरूलाई थाहा नहुनु थियो। इभन उनीहरूले तपाईँले लगाएका भित्री गरगहनाहरू, तपाईँको शरीरमा यदि ट्याटु छ भने त्यो कुराहरू पनि थाहा हुन्छ। अनि तपाईँको मरेको मान्छेको बारेमा, तपाईँको भविष्यको बारेमा कुरा गर्छन्। मेक स्योर गर्छन् कि तपाईँ विश्वास गर्न बाध्य हुनुहुन्छ अनि तपाईँ स्पिरिचुअल रेलममा जान रेडी हुनुहुन्छ र त्यो स्पिरिटलाई आफ्नो सबै कुराको एक्सेस दिनुहुन्छ, पर्मिसन दिनुहुन्छ। तर त्यो स्पिरिट तपाईँको मरेको आफन्तको स्पिरिट होइन, त्यो त डेमन हो, शैतान हो। तपाईँले आफूलाई थाहै नपाइकन त्यो डेमनकोमा समर्पण गर्नुहुन्छ, आफूलाई सोल्ड आउट गर्नुहुन्छ। अनि बजारमा त्यही माताले भनेअनुसार विचक्राफ्ट स्टोर जाने, साइकिक बुकहरू पढ्ने, साइकिक स्टोर जाने, त्यस्तै नेटफ्लिक्समा टिभीमा त्यस्तै सुपरस्टिचियस मुभीहरू, त्यस्तै प्रकारका मुभिज टिभी सिरिजहरू हेर्न लाग्नुहुन्छ। क्रिस्टलहरू कलेक्ट गर्न लाग्नुहुन्छ किनकि तपाईँ आफ्नो सुपर नेचुरल स्किल सेट गरेर जहिले चाहे त्यहिले त्यो मरेको आफ्नो आत्मासँग कुरा गरौँ भन्ने चाहनुहुन्छ अनि अरूहरूलाई पनि मद्दत गरौँ भनेर। आफ्नो शरीरभित्र बसेको टु फेस डेमनले जे भन्छ त्यही गर्न लाग्नुहुन्छ। यहाँ मैले दिएको उदाहरणमा यो दिदीले पनि त्यसै गर्छिन्। माताकोमा सबै गरिसकेपछि उनलाई माताले भनेको वर्डहरू सबै एन्जलिक र क्रिप्टिक लाग्छन् अनि सबै ठिक जस्तो लाग्छन्। अनि केही दिनमा नै उनी एन्सियस हुन थाल्छिन्, रेस्टलेस हुन्छन्, सुत्न पनि डर लाग्न थाल्छ किनकि सी ह्याड ओपन द डोर हर लाइफ, नाउ सी क्यान क्लोज। उनलाई कसैले विस्पर गरे जस्तो लाग्छ, कोठाभरि छायाहरू हल्लिरहेको जस्तो देखिन्छ। उनी एक्लै भए पनि सी वाज टेरिफाइड, तर त्यो फिलिङ सजिलै जाँदैन। जुन चिज उनले इन्ट्री हुन दिन्, जुन हटाउन गाह्रो पर्छ। त्यसैले यो आत्मासँग कुरा गर्ने काम एकदम गाह्रो हो किनभने तपाईँले जति त्यो डिप वेलको पानी पिउँदै जानुहुन्छ नि त्यति नै प्यास लाग्दै जान्छ। अनि यु डोन्ट इभन फिल द्याट यु गोइङ डाउन। तर कुरा यो हो कि सुरुमा तपाईँलाई यो एकदमै एक्साइटिङ लाग्छ किनकि यसले युनिभर्सलका सबै सिक्रेट अनलकहरू खोल्दै गरेको जस्तो महसुस हुन्छ तपाईँलाई। अनि आफ्नो अनट्याप पोटेन्सियल पत्ता लगाएर आफैलाई एक प्रकारको गडेज भगवान अथवा भगवती जस्तो भएको महसुस गर्नुहुन्छ। इन्ट्रेस्टिङ कुरा त यसले धेरै तपाईँलाई कन्फिडेन्टल बिल्ड गर्दै लाग्छ। तपाईँलाई लाग्छ कि तपाईँको जीवनमा पर्पज छ भन्ने। तर तपाईँ सोच्नुहुन्छ कि तपाईँ एक्चुअल्ली यो कस्मिक्स ब्रह्माण्डसँग एक हुनुहुन्छ र यी सबै स्पिरिचुअल गिफ्टिङहरू तपाईँको बर्थ राइट हुन् भन्ने। अब ठिकै छ, अब्सेसन धेरै बढ्दै जान्छ अनि तपाईँ साँच्चीकै विश्वास गर्न थाल्नुहुन्छ
अनि ती मरेका आत्माहरूलाई तपाईँले फिजिकल्ली फिल गर्नुहुन्छ, ती गडेजहरूलाई फिजिकल्ली फिल गर्नुहुन्छ अनि उनीहरूसँग कुरा गर्न लाग्नुहुन्छ। फिजिकल्ली उनीहरूको प्रेजेन्स भएपछि कुरा गर्न लाग्नुहुन्छ, तर वास्तवमा त्यो सत्य होइन। यो त एक डेमन हो, एक छाया हो, एक शैतान हो। त्यसबारेमा थाहा पाउन तपाईँले एक सच्चा प्रभु परमेश्वरको नै प्रार्थना गर्नुपर्ने हुन्छ, किनकि मरेको लभवन्सहरू मरिसकेपछि कम्युनिकेसन गर्नै चाहँदैनन्। यो कुरा बुझ्नलाई तपाईँले अन्ली वान एन्ड अन्ली क्रिएटर लर्ड जिसस क्राइस्टकोमा समर्पण गर्नै पर्ने हुन्छ यसबाट मुक्ति पाउन। नत्र यसले तपाईँ हामी सबैलाई कालसम्म लान्छ। यो भनेको एकदम डेडली डेन्जरस थिङसँग तपाईँले प्ले गर्दै हुनुहुन्छ। ओन्ली वान way to get rid of this is you have to surrender yourself to Jesus Christ. Number 4 योगा। तपाईँ हामी हेल्थ र वेलनेसको नाममा योगा गर्दैछौँ, धेरै खाएर मोटोपन भयो भने पनि योगा क्लास जान्छौँ, किनकि योगाले फिजिकल हेल्थ र स्पिरिचुअल हेल्थ दुवैलाई हेल्प गर्छ भन्ने सोच्दै हुनुहुन्छ, तर त्यो सही होइन। योगा भनेको बडी स्ट्रेच गर्ने मात्र होइन, योगा प्र्याक्टिस डेमोनिक हो। कसैले योगा गर्दा आफूले डेमन प्र्याक्टिस गर्दैछु भन्ने कहिले पनि सोच्दैन, तर योगा फिजिकल प्र्याक्टिस होइन, यो त एउटा एक्चुअली स्पिरिचुअल प्र्याक्टिस हो। तपाईँले योगाले आफ्नो ट्रमा हिल गर्दैछु, ब्याड इनर्जी क्लियर गर्दैछु, आफ्नो हायर सेल्फसँग अटुम हुँदैछु, म आफ्नो इन्लाइटमेन्टको बाटोमा हिँड्दैछु भन्ने लागेको छ भने यु हेभ बिन ट्रिक्ड बाई डेभिल। ती योगा पोज, आसन, कुण्डलिनी योगा, सर्पेन्ट योगा, धेरै प्रकारका योगाहरू छन्। ती योगा आसनहरूले चाहिँ तपाईँहरूलाई इस्टर्न गडहरू देवताहरूलाई आफ्नो लाइफ कनेक्ट गर्दै हुनुहुन्छ। योगा त्यही गडहरूलाई ढोग्न बनाइएको च्यानल हो। योगा शब्दको अर्थ नै योग हो कि जसको मिनिङ आफूलाई जोड्नु हो। त्यसैले म योगा गर्दैछु भन्नुभयो भने तपाईँ ती 100,000 अफ गडहरूसँग आफूलाई जोड्दै हुनुहुन्छ, जुन कुरा वेस्टर्न पिपुललाई अझसम्म थाहा छैन। ती गड्सहरूले तपाईँलाई माया गर्दैनन्, हेल्प गर्दैनन्, उनीहरूले तपाईँलाई युज मात्र गर्छन्। माइन्ड बडी सोललाई एम्प्टी गराएर, यो सांसारिक माया मोहलोभबाट मुक्त गराएर आफूलाई आइसोलेटेड गराउन लाउँछ। अनि ब्रह्माण्डमा हाम्रो आत्मा जोड्ने काम गर्छ। त्यही ब्रह्माण्ड नै सुप्रिम गड हो। त्यही ब्रह्माण्ड अल्टिमेट रियालिटी भन्छन् अथवा कस्मिक्स युनिभर्स भन्छ। त्यही अल्टिमेट रियालिटी प्राप्त गर्न नै तपाईँहरूले अनेक बाबा गुरुहरू लागि परेको देख्नुहुन्छ नि। यो सबै बन्देज र पापबाट मुक्ति पाउन र मृत्युबाट बच्नलाई जुन डेमोनिक प्र्याक्टिस हो, यसले तपाईँको जीवनमा दुष्ट शक्तिलाई, इभिल स्पिरिटहरूलाई प्रवेश गराउँछ। किनकि योगा गर्दा तपाईँको माइन्ड बडी र सोल एम्प्टी हुन्छ। खाली दिमाग भनेको शैतानको बास हो भनेर नेपालीमा उखान नै छ। तपाईँ खाली दिमाग भएपछि डेभिललाई इन्ट्री हुन एकदम सजिलो पर्छ। नम्बर 5 रेकी हेर्दा हार्मलेस जस्तो देखिन्छ। स्ट्रेस स्लिप, बेटर इनर्जी, तर स्पिरिचुअल्ली यो डेन्जरस पनि छ। फर्स्ट हेरौँ वाट इज रेकी। रेकी एउटा जापानिज इनर्जी प्र्याक्टिस हो, डेभलप बाई माइको युसी। यसले युनिभर्सल लाइफ फोर्स इनर्जीलाई चाहिँ च्यानल गरेर तपाईँको शरीरलाई हिल गर्छ भन्ने विश्वास गरिन्छ। सुन्दा पिसफुल, पावरफुल र रिल्याक्सिङ लाग्छ। तर रेकीको प्रब्लम यो भगवानसँग कनेक्ट छैन। यसले एउटा यस्तो अननोन स्पिरिचुअल फोर्समा कनेक्ट गर्छ, हेर्दा भगवान जस्तो लाग्छ तर शैतान पनि एन्जल अफ लाइट जस्तो देखिन सक्छ। रेकी प्र्याक्टिस गर्दा यो एक साइकल बन्दै जान्छ। वान सेसन इनफ हुँदैन, फेरि हिलिङ चाहिन्छ, फेरि इनर्जी ब्यालेन्स चाहिन्छ, जसले हाम्रो शरीरमा रेकी प्र्याक्टिस नभई हुँदैन। पोको प्वासो जस्तो जबसम्म रेकीले फिट गरिँदैन तबसम्म शान्तै नहुने। किनकि डिसेप्सनको नेचरै त्यही हो। हामीलाई थाहा हुँदैन कि हामी डिसिभ भइरहेका छौँ। हामी त्यसैमा एडिक्सन हुँदै जान्छौँ। रेकी प्र्याक्टिसबाट रियल हाई महसुस गर्छौँ। बिस्तारै तपाईँ हाम्रो फोकस भगवानबाट हटेर जान्छ, जुन स्पिरिचुअल ग्रोथको लागि धेरै नै खतरा हो। नम्बर 6 ज्योतिष शास्त्र अथवा एस्ट्रोलोजी। तपाईँ हामी कतिजना
ज्योतिषी शास्त्रमा अब्सेस भइरहेका छौँ अनि हामी ताराहरूलाई नै सोध्छौँ कि वाट इज साइन, हियर इज द ट्रुथ। एस्ट्रोलोजी फन हबी मात्र होइन, यसले बिस्तारै हामीलाई गडबाट टाढा लैजान्छ। ज्योतिष शास्त्र, तारा, ग्रह, चन्द्रमा, नक्षत्र आदि वस्तुले तपाईँ हाम्रो पर्सनालिटी र जिन्दगीको इभेन्टहरूलाई कन्ट्रोल गर्दछ। जन्म कुण्डली, राशिफल, चन्द्रग्रहण, सूर्यग्रहण, मूलमा परेको यस्ता कुराबारे एक्सप्लेनेसन गर्दछ। राहु केतुको साइडमा जन्मेको अथवा मरेको, कुन साइडमा के गर्यो भने ब्याड लक लाग्छ अथवा गुड लक लाग्छ, चन्द्रमा दाहिने भयो भने के हुन्छ, यस्ता कुरा सुन्दा साउन्ड्स कुल राइट। तर ध्रुव सत्य यो हो कि ती सबै तारा, नक्षत्र, ग्यालेक्सी, सूर्य, चन्द्रमा, ग्रह भनेको गड, क्रिएटर गडले क्रिएट गरेको वस्तु हुन्। त्यसैले प्रभु परमेश्वरले क्रिएट गरेको वस्तु, भिजिबल, इन्भिजिबल, पृथ्वी, आकाश, समुद्रको कुनै पनि चिजहरूको पूजा आर्जना अथवा उनीहरूलाई ढोग्नु हुँदैन। ती वस्तुहरूमा मानव जातिले कहिल्यै पनि डिपेन्ड नगर्नु भनेर बाइबलमा भनेको छ। जब तपाईँ ज्योतिष शास्त्रको गहिराइमा पुग्नुहुन्छ, आफ्नो जन्म कुण्डली, साथीभाइ, इष्टमित्रको जन्म कुण्डलीहरू हेर्नुहुन्छ अनि कम्पेयर गर्न लाग्नुहुन्छ अनि तपाईँको जीवनमा आउने इभेन्टहरू, एभ्री गुड मुड, ब्याड मुड, एनर्जी, स्ट्रगल, एभ्रिथिङ्स ह्यापनिङ इन योर लाइफ ज्योतिष शास्त्र कारणले हो भन्न लाग्नुहुन्छ। जस्तै मूल नक्षत्रमा जन्मेको छ भने कि यो राजा हुन्छ कि जोगी हुन्छ भन्ने उदाहरण छ नि। यस्ता उदाहरणहरू लाखौँ करोडौँ छन् अनि त्यही ताराहरूको बारात सजाउन थाल्छौँ हामी। इट्स फिल लाइक सुपर पावर, तर त्यो रियल पावर होइन। तपाईँको फेथ भनेको गडको मर्सी र ग्रेसले हो। यो तारा नक्षत्रले कन्ट्रोल गरिरहेको हुन्छ। इन्स्टेड अफ फिक्सिङ दोज प्रब्लम, तपाईँहरू झन् 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 अब्सेस हुँदै जानुहुन्छ। जे कुराको पनि साइन र आन्सर भगवानको सट्टामा ताराहरूसँग खोजिराख्नुहुन्छ, जसले भगवानबाट ट्रस्ट हट्दै जान्छ। हामी नास्तिक हुँदै जान्छौँ। भगवानको प्रेयर प्रार्थना गर्नुको सट्टा प्लानेटसँग आन्सर खोज्छौँ। हे सूर्यदेव भन्छौँ, हे बृहस्पतिदेव, हे बुधदेव, हे शनिदेव भनेर पूजा गरिरहेका हुन्छौँ, जुन ब्याड स्पिरिटले तपाईँको लाइफमा जरो गाडिरहेको हुन्छ। नम्बर 7, विच क्राफ्ट। हामीले बोक्सी विद्यालाई हार्मलेस म्याजिक अथवा जस्ट फर फन भनेर भन्छौँ, तर यो धेरै डेन्जरस पनि हुनसक्छ। विचक्राफ्ट भनेको भगवानभन्दा बाहिरको सुपर नेचुरल पावरलाई कन्ट्रोल र प्रिडिक्ट गर्न खोज्नु हो। जस्तो स्पेल्स भयो, कर्स, शराप, फर्चुन टेलिङ अथवा मरेको आत्मासँग कुरा गर्नु, टारोट कार्डहरू पढ्नु, अनि टारोट कार्ड एप अनि फर्चुन कुकीहरू पढ्नु, म्याजिक, लभ स्पेल, टुनामुना जादु गर्ने यस्तो प्र्याक्टिसमा लाग्नु भनेको इभिल स्पिरिटलाई आफ्नो जीवनमा प्रवेश गर्न ढोका खोल्नु हो। त्यसपछि डर, त्रास र नाइटमेयरले तपाईँ हाम्रो जीवनमा बास बस्छ। यस्ता कुरा तपाईँहरूले डेली लाइफमा गर्नुहुन्छ। यस्ता विचक्राफ्टले चाहिँ सोल्युसन दिँदैन, यसले डार्कनेसलाई इन्भाइट गर्छ। अन्तमा अरू धेरै मार्गहरू छन्। तपाईँ हाम्रो जीवनमा जानेर अथवा नजानेर खराब आत्माहरूलाई निम्ताइरहेका छौँ। जस्तो अनवेलकम गेस्टलाई घरमा बोलाउने, भ्याकेसन गएको बेला ती सुवेनियरहरू किनेर घरमा ल्याउने। हामी नक इन द वुड भन्छौँ। वुडमा इभिल स्पिरिट बसेको हुन्छ जसले त्यसलाई वेकिङ मात्र गर्छ। यसो भन्दैमा हामी सबैमा इभिल स्पिरिट छ भनेर भन्न मिल्दैन, तर यी कुराहरू आजकलको जीवनमा सामान्य भइरहेका छन् कि भविष्य जान्नको लागि। शैतानले हाम्रो बिहेभियर हेर्न सक्छ। ही क्यान वाच अस। उसलाई हामी के सोच्छौँ, के गर्छौँ सबै थाहा हुन्छ, तर ओन्ली गड नोज द फ्युचर। हामी सबैले रियलाइज गर्नै पर्छ कि डेभिल क्यान नट बी युज फर ओन बेनिफिट। शैतानको काम नै हामीलाई धोका दिनु, छलकपट गर्नु, हाम्रो शान्ति नष्ट गर्नु, हाम्रो विश्वास कमजोर बनाउनु हो। त्यसैले तपाईँ यस्ता अभ्यासहरू गर्दै हुनुहुन्छ भने आजैबाट निर्णय गर्नुहोस्। भविष्य जान्न खोज्नुको सट्टा भविष्य गडलाई सुम्पिनुहोस्, भगवानलाई सुम्पिनुहोस्। डरको सट्टा विश्वास रोज्नुहोस्, प्रार्थना गर्नुहोस्। जब हामी भगवानको नजिक हुन्छौँ, अन्धकार आफै हराएर जान्छ। थ्याङ्क यू भेरी मच। गड ब्लेस यू।